आज चाहिँ म लोसार सम्बन्धी छोटो भिडियो तपाईँहरूको माझमा ल्याएको छु। सबै भिडियो हेरेर तपाईँहरूले कमेन्ट गर्नुहोला केही त्रुटि भएमा। लोसार भनेको चाहिँ खासमा लोछार दुईवटा शब्दले बनेको हो। लो भन्नाले चाहिँ वर्ष जनाइन्छ भने छार भन्नाले चाहिँ नयाँ बुझिन्छ। अर्थात् लोछार भन्नाले चाहिँ समष्ट रूपमा चाहिँ नयाँ वर्ष बुझिन्छ। अब लोछार कति प्रकारको हुन्छ भन्दाखेरि चाहिँ लोछार 3 प्रकारको हुन्छ। सोनाम लोछार, तमु लोछार, ग्याल्पो लोछार। सोनाम लोछार कसले मनाइन्छ भन्दा चाहिँ विशेष गरी तामाङ समुदायले चाहिँ सोनाम लोछार मनाइन्छ। तमु लोछार चाहिँ तपाईँको विशेष गरी गुरुङ समुदायले मनाइन्छ। ग्याल्पो लोछार चाहिँ सेपो समुदायले मनाइन्छ। त्यसै गरी लोछार कहिले मनाइन्छ भन्दा चाहिँ लोछारको चाहिँ चन्द्र पात्र अनुसार चाहिँ सबै लोछारहरू मनाइन्छ। सोनाम लोछार चाहिँ माघको शुक्ला प्रतिपदाको दिन मनाइन्छ। तमु लोछार चाहिँ पुष 15 गते मनाइन्छ। ग्याल्पो लोछार चाहिँ फाल्गुन र चैतमा मनाइन्छ। लो चाहिँ 12 प्रकारको हुन्छ। मुसा, गोरु, बाघ, बिरालो, ड्राइगन, सर्प, घोडा, भेडा, बादर, चरा, कुकुर, सुँगुर क्रमशः यसै गरी लो हुन्छ भने लोछार चाहिँ कसरी मनाइन्छ भन्दाखेरि सबैभन्दा चाहिँ लोछार आउनुभन्दा केही दिन अगाडि चाहिँ हामीले घर आँगन पूजा गर्ने स्थानहरू सबै सफा गरिन्छ। बिहानै उठेर लोछारको दिन चाहिँ बिहानै उठेर नुहाइ धुवाइ गरी पूजापाठ गरिन्छ। त्यसपछि हामी नयाँ लुगा अर्थात् आफ्नो वेशभूषा लगाई लामा वा आफ्नो घर परिवारको ठुलो बडाबाट टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन छ। त्यसै गरी आफन्त इष्टमित्रसँग शुभकामना आदान प्रदान साथसाथै मिठा परिकार बनाई खुवाउने चलन पनि छ। लोछारमा विशेष गरी खाप्सा, रोटी, छ्याङ, तोङ्बा लगायत अन्य परिकारहरू बनाइन्छ। सामूहिक भेला भई डम्फु नाच, सेलो गीत गाएर रमाइलो गरिन्छ। लोछार चाहिँ अझै पनि हाम्रो घर घरमा पुग्न नसक्नुको कारण चाहिँ किन भन्दाखेरि चाहिँ राज्यको प्रभावको कारण एकै जातिको सांस्कृतिक पर्वलाई राष्ट्रिय रूपमा प्राथमिकरण दिएको कारण चाहिँ हामी लोछार घर घरमा पुग्न सकेको छैन। राज्य स्तरबाट हामीलाई ओझेलमा पारेर पनि हाम्रो घर घरमा पुग्न सकेको छैन। विद्यालयको पाठ्यपुस्तक र सरकारी क्यालेन्डरहरूमा पर्याप्त समावेश नहुनु, लोछारको अर्थ, विधि, महत्त्व स्पष्ट जानकारी नहुनु, कार्यक्रममा गए पुग्छ, कार्यक्रममा नाचे रमाइलो गरेर मात्र पुग्छ भन्ने सोचले पनि हाम्रो लोछारहरू अझै पनि घर घरमा पुग्न सकिरहेको छैन। लोछार चाहिँ अब प्रत्येक ठाउँमा ठाउँ अनुसार फरक विधि भएको कारण पनि कुन विधि सही हो र कुन विधिलाई चाहिँ हामीले मान्ने भएर पनि अझै पनि अन्यल भएका कारण घर घरमा पुग्न सकिरहेको छैन। लोछारलाई कसरी घर घरमा पुर्याउने भन्दा चाहिँ खासमा अब लोछारलाई कार्यक्रमको साटो संस्कार बनाउने आफ्नो वेशभूषा भाषालाई प्राथमिकता राखी भाषा बसेपछि संस्कार बस्छ। त्यसरी बच्चाहरूलाई आफ्नो लो वर्ष अर्थात् आफ्नो जन्मदिन कुन लो हो र यो गएको कुन लो आउने कुन लो भनेर जानकारी गराउने। त्यसपछि बच्चाहरूलाई आफ्नो लोछारको बारेमा रमाइलो अनुभवहरू सुनाउने। यसरी चाहिँ अब हामीले लोछारलाई चाहिँ घर घरमा मनाउन सकिन्छ। लोछारलाई चाहिँ कार्यक्रम भयो भने घरमा विशेष गरी घरमा मनाउनुपर्छ। घरमा मनाएपछि चाहिँ हामीले कार्यक्रम गरी आफ्नो नाचगान अथवा त्यसरी मनाउन सकिन्छ। हस्त धन्यवाद।